हेलो गाइस, गुड मर्निङ एभ्रिवान। यो चाहिँ हो हिजो दिउँसोको भिडियो। अब हामी चाहिँ बाटो सफा गर्नु आँटेको। ऊ चाहिँ हो मेरो कान्छा देवरको छोरी। अनि म र मेरो सासूआमा बाटो सफा गर्नु आँटेको, तर घाम चाहिँ पुरा लागिरहेछ। तर अब बिसाउँदै बिसाउँदै गर्नुपर्छ होला। उहाँ चाहिँ हुनुहुन्छ मेरो सासूआमा। नानी पनि झाडु खेल्न आइगयो। अब नानीहरू ज्ञान छैन नि त, ठुलोले जे गरे त्यही गर्ने हो। अनि तपाईँहरू जति पनि धनी मनी हुनुहुन्छ होइन, धनी मनीले चाहिँ अब गरिब दुःखीलाई एडनर्मलहरूलाई होइन दान गर्नु भएर धर्म कमाउनुहुन्छ होइन। हामी चाहिँ बाटो सफा गरेर धर्म कमाउँदै चाहिँ आफू हिँड्ने बाटो पनि सफा भयो अनि धर्म पनि भयो। हाम्रो हिन्दू शास्त्र अनुसार चाहिँ पछि बाटो सफा गरेपछि चाहिँ पछि मर्दाखेरि चाहिँ बाटो पाउँछ अरे नि भन्छ। तर अब होइन, मरेपछि त अब देखेको त छैन अब होइन, कसले पनि अब होइन बाटो पाएको नपाएको त। तर पनि होइन, मलाई चाहिँ विश्वास छ होइन। तर हामी चाहिँ मिली सफा गर्छौँ होइन। कोही बेला तल्लो घर दाजु दिदीले गर्नुहुन्छ, कोही बेला म गर्छु। यो स्याँडीदेखि उँभो चाहिँ मेरो सासू आमाले गर्नुहुँदैछ, अनि म चाहिँ यो स्याँडीदेखि उँधो गर्दैछु। अन्त बर्खा पुरा लाग्यो नि त। अब बर्खा लागेपछि यस्तो मसिनो नानीहरूले चाहिँ होइन साँपहरू चिन्दैन नि त, साँपहरूले ठुङ्छ। अनि त्यही कारणले चाहिँ बाटो अनि घर वरिपरि सफा गर्नुपर्छ अनि अब सफा राख्नुपर्छ। त्यही कारणले चाहिँ हामी चाहिँ बाटो सफा गर्दैछौँ। अन्त यस्तो मध्य घाममा 2 घन्टाहरू जस्तो लाग्यो साथीहरू बिसाउँदै बिसाउँदै। तर यो चाहिँ अब फाइनल भएर चाहिँ कसिङ्का सोर्दै गरेको, अब यो चाहिँ फाइनल हो। सोरिसकेपछि चाहिँ सकिएको। अनि अब यो हाम्रो बाटो चाहिँ यत्तिको सफा भएको छ है साथी।